हर हर महादेव। आज यो सुन्नु भएन भने तपाईँले जिन्दगीमा कति कुराहरू गुमाउनु हुनेछ। सुन्नुहोस्, यो मेरो मनको होइन, यो महादेवले म मार्फत दिएको सम्पूर्ण जीव आत्माहरूको लागि यो समाचार हो। हे बाबा, तपाईँ बिना मेरो सास त चल्न सक्दैन। म आफूले चाहेर मेरो सास त लिन सक्दिनँ भने मैले मेरो लागि म यो गर्छु त्यो गर्छु भनेर सोच्नु पनि सायद गलत हुनेछ। हे परमात्मा, यी जीव जनावरहरू, यी चराचुरुङ्गीहरूलाई तपाईँले कति खुसी राख्नु भएको छ। न यिनीहरूलाई लाउनको, खानको, न कुनै कुरा जोड्नको तपाईँलाई फिकर छ। तपाईँले मेरो आत्मालाई पनि यी चराचुरुङ्गीको जस्तै फ्री बनाइदिएर तपाईँकै अनुपम कृपा पराइदिइराख्नुहुन्छ भनेर मैले तपाईँमाथि विश्वास गरेको छु र प्रार्थना पनि गरेको छु। हे महादेव, मेरो यो जीवन तपाईँको भक्तिमा समर्पित छ। तपाईँले मलाई यस पृथ्वी लोकमा जन्म दिएर जीवनलाई जिउने जुन सुवर्ण अवसर दिनुभएको छ, यो घाम, यो जुन, यो आकाश, यो प्रकृतिलाई हेरेर स्वर्गको अनुभूति गर्ने जुन मौका दिनुभएको छ, यो अनुपम कृपाको लागि म तपाईँलाई हार्दिक नमन गर्न चाहन्छु। र यो जीवनभरि तपाईँको भक्ति र सेवा गर्दै तपाईँकै नाम यो संसारमा फैलाउँदै यो जीवनलाई छोडेर जाने म आज प्रतिबद्धता पनि गर्दछु। हे महादेव, मेरो मनलाई शान्त राखिदिएर तपाईँकै भक्तिभावमा सदैव लागिरहोस् भनेर आशीर्वाद दिनुहुनु भने पनि म अनुरोध गर्न चाहन्छु। यो प्रकृतिका सबै कुराहरू कति खुसी छन्, होइन? हावा चलिरहेको छ, आकाश यति शीतल र विशाल बनिरहेको छ, चराचुरुङ्गीहरू चिरबिर चिरबिर गरिरहेका छन्, उडिरहेका छन् आकाशमा, सबै कुराहरूलाई बिर्सिएर। तर म आफ्नै व्यवहारिक टेन्सनलाई ठुलो सम्झेर मै गर्छु, मैले गरेको, मैले कमाएको, मैले परिवार पालेको भन्ने जुन भ्रम बोकेर म हिँडिरहेको छु, यो भ्रमबाट आजदेखि मुक्ति बनाएर मलाई मेरो मनमा तपाईँको अनुपम कृपा र तपाईँको भक्ति प्रदान गरिदिनु हुन भने म तपाईँसँग हार्दिक नमन गर्दै अनुरोध गर्न चाहन्छु। हे महादेव, मलाई तपाईँको भक्तिको सागर मेरो आत्मामाथि ओहिराइदिनुहोस्। म सदैव तपाईँको नाम लिएर मेरो दिनको सुरुवात गर्न चाहन्छु र तपाईँकै नामबाट म मेरो जिन्दगीको अन्त्य पनि गर्न चाहन्छु। हे महादेव, तपाईँ बिना मेरो यो संसारमा कोही पनि छैन। तपाईँ नै हो मेरो पालनहार, जीवनकर्ता। तपाईँलाई कोटी कोटी नमस्कार छ। मेरो जीवनमा यसरी नै शान्ति, भक्ति छरिदिइराख्नुहोस् र मलाई यो संसारबाट टाढा राखेर तपाईँकै अनुपम कृपामा बनाइदिइराख्नुहोस् भनेर म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। हे महादेव, हर 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 शम्भु बोले बाबा, रक्षा गर्नुहोस्।